नमस्कार। केएनके अटो भ्लगमा तपाईहरुलाई स्वागत छ। धेरै समयपछि धेरै लामो अन्तरालपछि लगभग 1 महिनापछि म तपाईहरुलाई हाम्रो यो सुरुमा भएको गाडीहरु देखाउँदैछु। तपाईले यो गाडीहरु खरिद बिक्री गर्नुहुन्छ अथवा गाडीहरु बिक्री गर्न चाहनुहुन्छ भने खरिद गर्न चाहनुहुन्छ भने पनि हामीसँग गाडीहरु अवेलेबल भइसकेको छ। र यो विशेष गरी यो आर्थिक वर्षलाई मध्यनजर गरी यसपछि असार मसान्तपछि तपाईहरुलाई थाहै नै छ गाडीको रेटहरु अब बढ्दै छ, माथि जाँदै छ। त्यो भन्दा पहिला आर्थिक वर्षभन्दा पहिला अर्थात् असार मसान्त पहिला भन्दा पहिला तपाईले गाडी खरिद गर्नु हो भने केही रकम छुट पाउनुहुन्छ, केही पर्सेन्ट छुट पाउनुहुन्छ। र अहिले हामीसँग गाडीहरु कार, स्कर्पियो, 9 सिटर, 7 सिटर लगभग महिन्द्राको गाडीहरु र सानो गाडीहरु सम्पूर्ण गाडीहरु उपलब्ध छ। र सामान्यतः म यहाँ भएको गाडीहरु तपाईलाई सर्लग एकचोटि देखाउने छु। र यदि तपाईहरुलाई गाडी खरिद बिक्री गर्न परेको छ भने पनि तपाई यो च्यानल हेर्दै आउनु भएको छ, देख्नु भएको छ र सब्स्क्राइब पनि गर्नु भएको छ। र विदेशमा बस्ने साथीहरुले पनि धेरै हेर्नु भएको छ। तपाईहरुलाई धेरै धेरै धन्यवाद। केएनके अटो भिलेजलाई यसैगरी माया गर्नु होला, माया ममता गरिराख्नु होला। र केएनके अटो भिलेजले गर्नुपर्ने केही सुधार कामहरु छ, तपाईहरुलाई चाहिँ यस्तो गरिदिए देखि हुन्थ्यो। केएनके अटो भिलेजले गाडीहरु हामीलाई यो समयमा यसरी दिए पनि हुन्थ्यो भन्नुहुन्छ भने पनि केही त्यस्तो राय सल्लाह छ भने सिधै WhatsApp नम्बर हुन्छ, WhatsAppमा गरिदिनु होला। र विशेष गरेर मैले तपाईहरु विदेश भएको साथीहरुलाई के भन्छु भने तपाईहरु आउनला 2-4 दिन अर्थात् 15-20 दिन छ। तपाईको समय म्यानेजमेन्ट गर्दै हुनुहुन्छ अथवा टिकट लिइसक्नु भएको छ भने फोन गर्ने, बुझ्ने, कष्ट गर्ने गर्नु होला, हेर्ने गर्नु होला। तर साथीहरु 1 वर्ष पछाडि नै आउँदै हुनुहुन्छ, तपाईले अहिले चाहिँ आज फोन गरेर के भन्नुहुन्छ, ल यो गाडी चाहियो, मलाई ठ्याक्कै 15-20 दिनपछि आउँदैछु भन्नुहुन्छ। तपाईले यथार्थ गाडीको रेट बतायो, गाडीको रेट लगाइदियो अनि फाइनान्सको व्यवस्था पनि मिलाइदियो, फन्डबाट मिलाइदियो। तर लास्टमा तपाईहरु आइदिनुहुन्न, कन्ट्याक्ट लेस हुनुहुन्छ। र सिधै तपाईहरु हाम्रो अटो भिलेजमा आउँदाखेरि कोही कतै कसैलाई बिचौलिया मार्फत आउनु पर्दैन। सिधै पश्चिमतिरबाट आउँदाखेरि पनि हाम्रो बेलवा शान्ति चोक पर्छ। यता पश्चिमको साथीहरुले अथवा पूर्वको साथीहरु आउनुभयो भने बसर झरिसकेपछि पश्चिम रोड बेलवासमै छ हाम्रो यो सोरुम, रिकन्डिसनको सोरुम। र साथीहरु अब एउटा कुरा तपाईलाई म भन्छु, के भन्छु भने फाइनान्स 1 लाख, 2 लाख, 3 लाख रुपैयाँ दिएर गाडीहरु फाइनान्स हुन्छ भन्नुहुन्छ। 1-2 लाख रुपैयाँ दिएर गाडीहरु फाइनान्स नहुने हैन, फाइनान्स हुन्छ। तर त्यही मूल्य बराबरको तपाईहरुले 50% डाउन पेमेन्ट गर्न सक्छु म, 50% डाउन पेमेन्ट गर्नुपर्छ मैले, त्यसपछि चाहिँ फाइनान्स गरिदिनुस् है, गरिदिनुस् सर, अथवा कम्पनीले फाइनान्स गर्दै हुन्थ्यो, म चाहिँ नेपालमै बसेर केही काम गर्न चाहन्छु, गर्न पाए हुन्थ्यो भन्ने भयो भने ठिकै छ। तपाईको चाहिँ कुरा राम्रो पनि हुन्छ। तपाईले 20 लाखको गाडी छ, ठ्याक्क 2 लाख रुपैयाँ म्यानेज गर्नुभयो, 2 लाख रुपैयाँ पछि ल भाइ 2 लाख रुपैयाँ छ, 18 लाखको गाडी लिनुहोस्, 18 लाख रुपैयाँ बाँकी नै गरिदिनुहोस् भन्नु। तपाईलाई त्यो गाडीको माया कति लाग्छ र मैले गाडी कसरी दिने भन्ने कुरामा आएको लाग्छ। तर 50% उही छ डाउन पेमेन्ट गर्ने हैसियतले, 50% डाउन पेमेन्ट गर्न सक्छु भन्ने हैसियतले मात्र गाडी तपाईले चाहिँ खरिद गर्न सक्नुहुन्छ 50%। र अर्को कुरा अझै एउटा कुरा म बताउँदैछु तपाईहरुलाई, के छ भन्दाखेरि हिजो आज कालो पिलोको फाइनान्समा एकदम फाइनान्स कम्पनीहरुले अलिकति तङ गरेको अवस्था छ। र अर्को रातो बिल गराउँदा पनि फाइनान्स कम्पनीहरुले पान माग्ने, विभिन्न आय स्रोतहरु देखाउने, पहिला जस्तो अलिकति झन्झटिलो भएको कारणले गर्दाखेरि तपाईहरुले अलिकति के बुझ्नु पर्यो भने त्यति सहजीकरण छैन, फाइनान्सको लागि सहजीकरण छैन। मैले चाहिँ के गर्नुपर्छ, कम्पनीलाई मैले के सहयोग गर्नुपर्छ, कहाँबाट सहयोग गर्नुपर्छ, कुन तरिकाले सहयोग गर्नुपर्छ भन्ने कुराहरु पनि बुझ्नुस् र त्यसपछि फाइनान्सको व्यवस्था गरौँला। तपाईको आय स्रोत देखिनै पर्छ। गाडी फाइनान्स गराउने क्रममा आय स्रोत नभएसम्म फाइनान्स हुँदै हुन्न। फाइनान्सलाई हामीले फाइनान्सको लागि कमसेकम 1 महिनाको फाइनान्स दिन छ भने डबल चाहिँ हामीले आय स्रोत देखाएर काम गर्नुपर्ने हुन्छ। सामान्यतः तपाईहरुको पान नम्बरहरु हुन्छ, कृषि फर्महरु हुन्छ, पसलको फर्महरु हुन्छ, त्यो भयो भने सजिलो हुन्छ फाइनान्स गर्न। र हैन त्यति तपाईहरुलाई त्यति खारै अप्ठ्यारो छ, केही पनि छैन, आय स्रोत छ। कसै चाहिँ सरकारी जागिरहरु भयो, कोही चाहिँ कर्मचारीहरुको जागिर आउँछ भने पनि त्यसरी नै चलिन्छ, घर परिवार जसको भए पनि फाइनान्स गर्न मिल्छ। तर तपाईहरुसँग आय स्रोतै छैन, नितान्त तपाईहरु 2-4 लाख रुपैयाँ लिएर आएर लदै यो गाडी यसरी लान्छु, यो फाइनान्स गरिदिनु पर्यो भन्नुभयो भने फाइनान्स गर्न असमर्थ छ केएनके अटो भिलेज। तपाईलाई मैले अघिल्लो भिडियोहरुमा पनि मैले बताइरहेको थिएँ, सकेसम्म गाडी खरिद गर्नुस्, क्यासमै लानुस्। हैन भने तपाईलाई हामीले भागाको त हामीले व्यवस्था गरेकै छौं। तपाईको 1 महिनादेखि 45 दिनसम्मको भागा दिएकै छौं। कोही साथीहरुले चाहिँ यहाँ गाडी लानु भएको छ, कन्ट्याक्टमा आउनु भएको छैन, उहाँ साथीहरुको पनि म युट्युबमै हाल्दिन्छु, युट्युबमै मैले भन्छु नाम। तर अहिले केही समयलाई छोडौँ, रुकौँ, कुनै बेला मान्छेलाई समस्या परेको हुन सक्छ भन्न मात्र। त व्यावहारिक नाताले गर्दाखेरि अहिलेसम्म हामीले केही गरेका छैनौँ।
र तपाईँहरूलाई पनि थाहा छ यो लगानी लाएरै आएको हुन्छ कम्पनीले, तपाईँहरूलाई पनि लगानी लाउनु नै हो। तर 1-2 लाख रुपियाँमा गाडी आउँछ, तर लेस मोडल लस मोडलहरू छ जस्तो 4 लाखको गाडी छ 2 लाख रुपियाँ दिँदा तपाईँहरूलाई आउँछ, त्यस्तो फरक छैन। नआउने पनि गाडी होइन आउँछ, 2 लाखका 1.5 लाखका 3 लाखका गाडीहरू पनि छ। तर तपाईँहरूलाई कमसेकम लिइसकेपछि 2-4 महिना गाडी चलोस्, 2-4 वर्ष गाडी चलोस्, केही गर्न नपरोस् भनेर मात्र हामीले त सल्लाह राय सुझाव सही दिन्छौँ। तपाईँले 2 लाखबाट माथि हामीसँग गाडी छ, 40-45 लाखसम्मको गाडीहरू छ। तपाईँलाई अहिले म यहाँ भएको गाडीहरू देखाउँछु, त्यसपछि फेरि 1-2 दिनपछि फेरि हाम्रो अर्को ठाउँमा पनि गाडी पार्किङ भएको कारणले गर्दा नि अलिकति पानी डिस्टर्ब गरेको भएर अर्को ठाउँको गाडीहरू पनि 1-2 दिनपछि देखाउँछु। र साथीहरूले लदै भिडियो हालिदिनु पर्यो। हामीले गाडी चाहिँ खरिद बिक्री गर्ने हो, आजभोलि हामीले गाडीहरू देखेनौँ, हामीलाई गरी खाने भाडो चाहियो, गरी खान पर्यो भन्नुभयो। त्यसपछि अब यसपछिको उपयुक्त कुराहरू र यसपछि अब तपाईँलाई कुन गाडीको आवश्यक छ भन्ने कुरालाई मध्यनजर गरेर हामीले 4 व्हिल गाडीहरू लिएका छौँ। अब यो तराईतिर चल्नको लागि नितान्त तपाईँलाई 4 व्हिल गाडी आवश्यक छ। तराईतिर चल्नको लागि 2 व्हिल गाडी र पहाडतिर चल्नको लागि 4 व्हिल छ। अब बर्खा आइसक्यो, सिजन आइसक्यो, सिजन लेभलको गाडीहरू हामीसँग छ। अब यो सिजनमा के गर्ने, तपाईँले गाडी खरिद गर्नुहोस्, यो आर्थिक वर्षभन्दा अगाडि गर्नुहोस्। असार मसान्तभन्दा अगाडि गर्नुभयो भने तपाईँलाई अलिकति राहत मिल्ने छ र अलिकति छुट्टिन्छ। असार मसान्तपछि नयाँ गाडीहरूको पनि रेट बढ्दैछ, नयाँ गाडीहरूको रेट बढ्यो सँगसँगै पुरानो गाडीहरूको पनि रेट अटोमेटिकै बढ्छ। तपाईँलाई त थाहै नै छ अटोमेटिक बढ्छ भन्ने कुराहरू पनि तपाईँलाई थाहै छ, यो जानकारी त तपाईँलाई छँदैछ। र अब म समग्रमा तपाईँलाई सर एकचोटि गाडी देखाउँछु, हेर्नुहोस्। म रेट पनि भनिदिन्छु। रेट कायम गर्ने क्रममा साथी हो के हुन्छ भने आदरणीय सम्मान बाबुले यो रेट अब अहिले मैले यो च्यानलमा बोलिराख्दाखेरि होइन यो रेट माथि भयो कि यो रेट तल भयो कि सस्तो महँगो भयो भने त्यो परिकल्पना तपाईँलाई गाडी आवश्यक छ, गाडी आवश्यक चाहिएको छ भने तपाईँहरू के तपाईँले भिजिट गर्नुहोस्। तपाईँलाई वाट्सएप नम्बर मात्रै तल स्क्रिनमा राखिदिएको हुन्छ, वाट्सएप नम्बर हेर्नुहोस् अनि कन्ट्याक्ट गर्नुहोस्। कन्ट्याक्ट गरिसकेपछि के हो कसो फोन मार्फत पनि बुझ्न सक्नुहुन्छ, वाट्सएप मार्फत पनि बुझ्न सक्नुहुन्छ। र यहाँ आएर तपाईँ हामी बोली पुऱ्याउन सकेसम्म अहिलेसम्म कुनै पनि एक आधा साथीभाइहरूको मन दुखिया होला। यो व्यापार गर्ने क्रममा तपाईँको वर्षौँ भइसक्यो, सधैँभरि एकै नासको एउटै व्यापार हुन्छ, एकै ठाउँ नै गएर जमिन्छ भन्यो भने एक आधाको मन दुखिया होला। एक आधाले कसैले केही भन्यो होला, त्यो छुट्टै कुरा छ। र नत्र भने यहाँबाट हामीसँग खर्च गरेर लगेको गाडीहरूलाई कुनै कम्प्रोमाइज छैन, अहिलेसम्म कुनै शिकायतहरू छैन। एक आधा त 100वटा बेच्दा 2टा 3टाको त शिकायत आउन सक्छ, त्यो तपाईँलाई पनि थाहा छ। सबै कुराहरू गर्दा कुनै ठाउँमा नराम्रो पनि हुनसक्छ। 100वटा गाडीको त 25वटा गाडी त आफूलाई तनाव दिएको हुन्छ फाइनेन्सले, त्यो गाडीहरू तानेर ल्याउनु पर्छ। साथीहरूको गाडी तानेर लियो, त्यसपछि साथीहरूको मन दुख्छ। मन दुखेपछि साथीहरूले के भन्नुहुन्छ, अब फल्लो व्यापार ठिक छैन, फल्लो कम्पनी ठिक छैन, फल्लो व्यक्ति यस्तो, फल्लो व्यक्ति त। साथी यो नसोच्नुहोस् कि हामीले पनि घरबाट बनाएर ल्याएको गाडी होइन, खरिद गरेरै ल्याएको। फाइनेन्स कम्पनीले ताकेत लगाएको हुन्छ, हामीहरू त्यसैमा चाहिँ अडिक भएर बसेका हुन्छौँ, हामीहरू ग्यारेन्टर बसेर काम गरेका हुन्छौँ। तपाईँ 3 महिना किस्ता हाल्दैन, 3 महिना फोन उठाउनु नकन्डेल हुन्छ, अनि त्यो गाडी नतान्दा के गर्ने त भनेर लास्ट उपाय भनेकै गाडी तानेर चाहिँ कम्पनीले फाइनेन्सले आफ्नो लगानी उठाउने हो। त्यहाँसम्म जानु भएन भने कन्ट्याक्टमा भइदिनु भयो भने त कम्पनीको तपाईँले सोच्नुहोस्, रेगुलर किस्ता हाल्नुहोस्, रेगुलर चलाउनुहोस्, आनन्द चलाउनुहोस्, कमाउनुहोस्, खानुहोस्, केही समस्या छैन। र अब अझै एउटा कुरा के भन्छु भने मैले साथीहरूले कमेन्ट गर्ने क्रममा फल्लो के हो त, फल्लोको तात्पर्य के हो। एकजनाले मलाई अघिल्लो कमेन्ट गर्नुभएको थियो, मैले त त्यहाँनिर मैले तपाईँको नाम भन्दिनँ ल। फल्लो मान्छेलाई फल्लो गाडी परेछ, फल्लो मान्छेलाई फल्लो गाडी कसरी पऱ्यो, फल्लो गाडी कहाँबाट पऱ्यो भन्ने कुराको त निर्णय लिन सक्नु भएन। उहाँले कसरी पऱ्यो त्यो मान्छेलाई, कसरी गर्यो, त्यो मान्छेले अहिले पैसा नतिरेर मैले गाडी यही तानिरहेको छु, अहिले म भिडियोमा देखाउँदिनँ। उहाँले जस्तो मेरो दाइलाई तपाईँहरूले गाडी दिनुभयो, त्यही टचर दिनुभयो भन्नु, 1 वर्षपछि म गाडी तानेर ल्याएको छु, 1 रुपियाँ पाएको छैन। मैले उहाँ भिडियो पनि देखाउन, नाम पनि भन्दिनँ। हो त्यस्तै भयो भने सपोर्टर गर्ने व्यक्ति कस्तो हुन्छ भनेर बुझ्नु पऱ्यो नि त तपाईँहरूले, त्यो पनि बुझ्नुपर्छ। यहाँ जाने क्रममा पैसा नतिरिकन गाडी त कसैले दिन्न, मैले पनि लिन्न, तपाईँले पनि लानु न। र पैसा नतिर्ने मान्छेलाई सबैले तिर भन्ने कि माग्ने मान्छेलाई दिन पर्दैन भनेर लगाइदिनु ल भन्नु त। हो त्यो भएर तपाईँको कमेन्ट तपाईँको परिचय हो। यसमा भन्नुपर्ने, मैले दायाँ बायाँ भन्नुपर्ने केही छैन। तपाईँको कमेन्ट तपाईँको परिचय हो। तपाईँलाई जुनसुकै राम्रो लाग्छ, जुन तरिकाले राम्रो लाग्छ तपाईँ आफ्नो प्रस्तुत गर्नुहोस्। म कमेन्ट अफ गर्दिनँ, मैले पहिला एकचोटि एउटा भिडियोमा अफ गरिरहेको थिएँ, अब अफ गर्दिनँ। तपाईँको कमेन्ट तपाईँको परिचय हो। र तपाईँलाई फेरि एकचोटि हाम्रो केएनके अटो भिलेजमा स्वागत गर्छु र सर्लको म गाडी देखाउँछु। अब हेर्नुहोस्, यो 2020 मोडलको हामी त 4 व्हिल गाडी छ, एकदम राम्रो छ।
तपाईँको डेन्ट पेन्ट गरेर ठ्याक्क छ, टायरहरू छक्क छ, इन्जिनहरू सबै सिटहरू लिएर सबै समग्रमा यो गाडी एकदम राम्रो छ। अब यो गाडीको रेट कति भन्नुहुन्छ? अब यो गाडीको रेट हामीले राख्दाखेरि अहिले तत्काल राख्दाखेरि 20 लाख राखेका छौँ। अब तपाईँले फेरि 20 मोडल गाडी 20 लाख भन्नुहुन्छ, 20 मोडलको गाडी 20 लाख। हामीले भिडियोमा भन्दाखेरि त्यसरी पनि तपाईँलाई बताउँदाखेरि यो गाडीको रेट 20 लाग्दैन। तपाईँ आउनुहोस्, गाडी हेर्नुहोस्, अनि तपाईँलाई कति चित्त बुझ्छ, तपाईँसँग कति पैसा छ, के छ, कति फाइनेन्स। एउटा कुरा अब फेरि फाइनेन्सकै कुरा गर्ने मैले यहाँनिर आउँदाखेरि तपाईँलाई फाइनेन्सको आवश्यकता छ। फाइनेन्सको आवश्यकता छ भनिसकेपछि यो गाडीको मात्र फाइनेन्स मात्र 70%, 60देखि 70%। तर तपाईँको आय स्रोत त हुन पर्यो। यो गाडीले नकमाएको खण्डमा कमाएर कसरी तिर्छ? व्यक्तिले भन्छ फाइनेन्सले। तपाईँको 5 नम्बर मैले अघि नै भने कागजपत्रहरू त्यो आय स्रोत भएको खण्डमा तपाईँको छ थोरै पैसा छ भने 70%, 60देखि 70% चाहिँ फाइनेन्स हुन्छ। र फेरि यसै गरेर फेरि तपाईँलाई तराई बेगमा नितान्त व्यक्तिगत तरिकाले व्यक्तिले चलाउँछु। अब व्यक्तिगत तरिकाले हिँड्छु, मेरो परिवार अलिकति ठुलो छ, परिवारसँग हिँड्छु भन्नुभयो भने यो 2015 मोडलको 7 सिटर छ, एसी हिटर, फुल कन्डिसनमा छ, राम्रो छ। यो पहिला पनि व्यक्तिले नै चलाएको, भाडामा नहिँडे गाडी एकदम राम्रो, कम्पनी पेन्टमै छ। तपाईँको टायर ट्युब सब सम्पूर्ण नयाँ छ, 1 रुपियाँ खर्च गर्न पर्दैन। तपाईँ लाने चल्ने हो। यसको रेट पनि अब हामीले 17 लाख राखेका छौँ। तपाईँलाई त्यसमा पनि अब केही भयो, अब चित्त दुखाइ भयो भने फेरि बसेर कुरा गर्न पाउनुहुन्छ। 15 मोडलको 17 लाख भन्नुहुन्छ, 15 मोडलको 13 लाखमा पनि हुन्छ। तर यसको रेट 17 लाख राख्यौँ, 13-14 लाखको पनि म गाडी देखाउँछु। आज हामीसँग यहाँ पार्किङमा गाडी छैन, सोरुममा छैन, बाहिर गाडी भएको कारणले गर्दा यसको नितान्त रेट तपाईँको धेरै तल माथि हुन्न, 17 लाख निर्धारित रेटै हो। र परिवार हिँड्नलाई 1 नम्बर गाडी चाहिँ एसी हिटरहरू चल्छ। र फेरि मैले केही गरी खाने हो सर, यो रातो प्लेटले मलाई काम दिएन भन्नुहुन्छ भने यो कालो प्लेट बनाएर दिने व्यवस्था गरिदिन्छौँ। हामीले कालो प्लेट गराएर दिन्छौँ। तपाईँहरूले यो गाडीलाई कालो पनि चलाउन सक्नुहुन्छ, रातो पनि चलाउन सक्नुहुन्छ। तर अहिले चाहिँ यो रातो प्लेटमै गाडी छ। त्यसै कारणले गर्दा यो मार खाएको, फुटे पल्टेको, दायाँ बायाँ केही छैन, कम्पनी पेन्टै छ। अब फेरि म तपाईँलाई फेरि फोर व्हिल गाडी देखाउँदैछु तपाईँहरूलाई। तपाईँले फोर व्हिल गाडी हेर्नुहुन्छ, यो पनि 2020 मोडलै हो। यो टच पेन्टमा छ, फुल टच पेन्ट गरेको छ गाडी, एकदम एक नम्बर कन्डिसनमा छ, केही खर्च छैन यसको। राउन्डिङ फियरहरू हेर्दा एकदम राम्रो छ। तपाईँको हुनुपर्ने चिजहरू भएको र नभएकोलाई मर्मत सम्मान गरेको छ। तपाईँले यो र त्यो दुईटा 20 मोडलको गाडीमा मिनिमम 2 वर्ष तपाईँले 1 रुपियाँ खर्च गर्न पर्दैन। त्यो ढुक्क भएर चलाउनुहुन्छ। यसको पनि 60देखि 70% फाइनेन्स हुन्छ आय स्रोत भएको खण्डमा। होइन भने क्यासमै लानुपर्ने हुन्छ तपाईँहरूले। र थोरै पैसा भयो, ल मेरो आय स्रोत छ सर, मैले यहाँबाट मिलाउनु पर्छ भन्नुभयो भने नभए नि क्यास लान्छ, मैले 1.5 महिनापछि जुत्ता नामसारी गर्ला भन्न पनि हुन्छ। र अब धेरै कस्टमरहरूको, धेरै भाइ साथीहरूकोमा के भयो सर, अब सिङ्गल क्याब गाडी भएन, सिङ्गल क्याब गाडी चाहियो भन्नुहुन्छ। 2016 मोडलको 1 नम्बर गाडी, डेन्ट पेन्ट गरेर छक्क पारेको छ, राम्रो छ एकदम। त्यसमा सामान्य खर्च खासै खर्च नभएको गाडी। तपाईँको यसको रेट पनि अहिले हाल मेन्सन गर्दाखेरि रु 10 लाख राखिएको छ। अब तपाईँहरू आउनुहोस्, सल्लाह गरौँ, कुरा गरौँ, तपाईँलाई चित्त बुझ्छ बुझ्दैन, यो गाडी तपाईँलाई आवश्यकता कतिको छ, के छ, त्यस पछाडि यो गाडीको रेट पनि बसेर निर्धारण हुन्छ। र यो पनि फाइनेन्सको व्यवस्था गर्दा फाइनेन्समा अलिकति धेरै चार्ज लाग्ने हुन्छ, तपाईँलाई थाहै नै छ। फाइनेन्समा थोरै चार्ज लाग्छ, धेरै चार्ज लगाएर अलिकति गाडीको रेट महँगो पर्न जान्छ। तपाईँहरूले क्यास लानुभयो भने त्यसको रेट पनि मिल्छ। र अब यसै गरी म फेरि यता भित्र हाम्रो सर आउनु त भित्रतिर जाऊँ। अब म भित्रतिर देखाउँदैछु। अब यो भित्रतिर हाम्रो छोटा हात्ती गाडी छ हामीसँग, 2014 मोडलको एकदम सस्तो राम्रो भरपर्दो। अब यो 2014 मोडलको एकदम सस्तो राम्रो भरपर्दो गाडी छ हामीसँग। ल हेर्नुहोस्, यो 2014 मोडल गाडी 1 नम्बर छ। तपाईँको कुनै खर्च छैन। यसलाई सम्पूर्ण चाहिँ रेडी गरेर राखेको। अब खर्च भन्ने ठाउँमा सबै खर्चहरू मेन्टेन गरेर यसको रु 3,75,000 नघट्ने रेट, रु 3,75,000। तपाईँहरूलाई यति आवश्यक छ, मलाई चाहिएको छ छोटा हात्ती, मैले तराईमा मात्र काम गर्ने हो, मैले तराईमा मात्र काम गर्ने, थोरै सामान छँदै म के गरौँ कसो गरौँ, परिवार पाल्ने हो, बस्ने हो। अहिले चाहिँ हासफा गर्छु, पछि चाहिँ यसको मार्केट पछि म बोलेरोहरू, पिकअपहरू अरू अन्य गाडीहरू लिएर पहिला चाहिँ सानो समयमा कुनै किराना पसलहरू, सप्लायर्सहरू, डिलरहरू गर्छु भन्नुहुन्छ भने यो हात्ती गाडी 2014 मोडलको एकदम राम्रो ढुक्क भएर चलाउनु, सस्तो मोटरसाइकलको भागमै गाडी छ। र अब एउटा कुरा तपाईँहरूलाई म यता हाम्रो कार देखाउन पहिला म के कुरा गर्दै भित्र जान्छु भने
तपाईँले जग्गासँग हाम्रो हाम्रो जग्गासँग कारोबार हुन्छ, तर रूपन्देहीको हकमा मात्र, रूपन्देहीभन्दा बाहिर हामी चाहिँ कारोबार गर्दैनौँ। र गाडीसँग जुनसुकै गाडीहरूसँग पनि सट्टापट्टा गर्छौँ हामीले। गाडी जुनसुकै कम्पनी यो ऊ भन्ने छैन, जुनसुकै गाडी पनि अब सट्टापट्टा गर्छौँ। र तपाईँको अब हामीसँग एउटा जेन छ, यो 2008 मोडलको एकदम राम्रो कन्डिसनको, घर परिवारहरू मिलेर भाइ साथीहरू लाउरे चाहिँ विदेशबाट ठ्याक्क चाहिँ म चाहिँ गाडी चढ्छु, ससुरालाई गाडी लिएर जान्छु, ठ्याक्क राम्रो छ, सस्तो गाडी चाहियो भन्नुहुन्छ जेन छ 2008 मोडलको। यसको रेट चाहिँ 8,50,000 राखिएको छ र यसमा रेट मिल्ने छ। यो गाडीसम्म तपाईँलाई मैले सुरुमै बताइसकेँ, रेट मिल्ने छ। फुल अप्सन गाडी, ठ्याक्क चढेर हिँड्नुहोस्, ससुराल जानुहोस्, राम्रो छ। त्यसपछि तपाईँले 2-2.5 महिना 3 महिना छुट्टीमा आएर गाडी चढ्नुहुन्छ, पछि कहाँ हालौँ के गरौँ भन्ने मान्नेको भयो भने त्यसपछि चाहिँ कति तलमाथि मेन्सन गर्नुपर्ने हो। यो गाडी म नै राखिदिउँला, हामी नै राखिदिन्छौँ, किनकि अटो भ्यालेज नै खति गर्छ। तपाईँ चढ्नुहोस्, सडक पुरा गर्नुहोस्, हात सफा गर्नुहोस्। यदि फ्यामिलीहरू मिलेर गाडीको हात सफा गर्नु छ भने पनि एक नम्बर राम्रो छ। र फेरि यसै गरी अब एउटा कम्पनी पनि उत्कृष्ट कम्पनी र बजारमा एकदम चलिआएको र एकदम मार्केट पाएको हामीसँग सेन्ट्रो 2008 मोडलको सेन्ट्रो चलाइ हेर्नुहोस्। यो 2008 मोडलको सेन्ट्रो हो र यसको रेट रु 10 लाख राखिएको छ। अब यो गाडी पनि तपाईँले अर्को गाडी बताए जस्तो सबैको ससुरालाई जान मिल्ने गाडी र भाइ साथीहरू विदेशबाट आएर मैले चाहिँ यसो हात सफा गर्छु र फेरि केही समय चलाउँछु, त्यो परिवारसित घुम्छु, दायाँ बायाँ गर्छु भन्नुभयो भने पनि एक नम्बर गाडी छ। र अब जाँदा जाँदै मैले अब एउटा कुरा तपाईँलाई के जानकारी गराउँछु भने अहिले केएनके अटो भिलेजले इभी सेवा, सार्वजनिक इभी सेवा सञ्चालन गरेको छ। र यदि तपाईँहरूलाई टुर प्याकेजहरू कहीँ जानुपर्ने छ, भ्रमण जानुपर्ने छ भने हामीलाई रिजर्भको लागि पनि सम्झन सक्नुहुनेछ। र पूर्णत यो भिडियोबाट बिदा हुने क्रममा एउटा जानकारी के गराउँछ भने गाडी खरिद बिक्री, घर जग्गा खरिद बिक्री गर्नु परेको छ भने केएनके अटो भिलेजलाई सम्झनुहोस्। नमस्ते, हस्त, धन्यवाद।